हेलो गाइस, ह्याप्पी तिहार सबैजनालाई मेरो तर्फबाट तिहारको शुभकामना र सबैजनालाई नमस्कार पनि छ। आज पनि म आइसकेको छु नयाँ भ्लगमा। सकेसम्म मैले दिनदिनै भिडियो ल्याउने कोसिस चाहिँ गरिरहेको छु हैन, तर एडिटको कारणले गर्दा अलि भिडियो दिनदिनै आएन। नत्र आज आउने थियो भिडियो हैन, एउटा आज अपलोड हुन्थ्यो भिडियो, एउटा हिजो अपलोड हुने थियो। हिजोको भिडियो चाहिँ एडिटले टाइम लाग्यो, अलि झाउ भयो एडिट, अब बिच काट्नु पर्यो नि त। त्यही भएर चाहिँ हिजो चाहिँ टाइम पनि मिलेन, त्यही भएर हिजो अपलोड हुन पाएन। फेरि आजको भिडियो फेरि त्यस्तै भयो क्या, अब के भयो त्यही भएर चाहिँ आजको भिडियो पनि लागिरहेको छु। तर भिडियो बनेका चाहिँ छन् 6-7वटा एडभान्समै छन्, तर तिनी भिडियो चाहिँ अपलोडिङ हुन पाएन के। मेन कुरो त त्यो आज भने अब घर सिकारिन्छ तिहारको लागि, तिहारमा घर सिकारिन्छ। अब कस्तो हुन्छ हेरौँ है त। सो गाइस, यहाँ भने अब रोटी बनाउनका लागि यो चामल भन्ने चिज पिस्दै हुनुहुन्छ। यो चाहिँ कतिजनाको घरमा छ छैन, यो जातो भन्ने चिज तपाईँले कमेन्ट गर्नु होला है त। माइली हेर्न कपाल देखाए कान्छी कान्छो गाह्रो छ। यो त चामल हो है गाई, चामल हो। यो जिरा मसिना चामल त है कि लोकल चामल हो, यो खेतको लोकल हो, मधेसमा फलेको लोकल चामल। गाह्रो छ। सो गाइस, अहिले भने रात परिसकेको छ होइन। अहिले भने यहाँ रङ्गौली बनाउने कुरो छ। भान्जाले कुदिनु भयो है। ओ मेरो बिबु हेलो गरिदेऊ। पुन्टे मामा ल। यहाँ भने रङ्गोली बन्दैछ, मेरो दिदीले बनाउँदै हुनुहुन्छ। अब भने यहाँ म यसो बिजी छु यार गाइस, त्यही नै हो। म एकैछिनपछि भेट्नेछु। ल गाइस, अब यहाँ हुँदैछ। सो गाइस, अहिले रङ्गोली बन्यो भनेर सुनेको छु। अब कस्तो बन्यो म अब हेर्ने छु। दिदीहरूले कस्तो बनाउनु भयो। बनेछ त खतरा है। बन्यो यो चाहिँ बन्यो। हाम्रो दिदीहरू चाहिँ सिपालु हुनुहुन्छ, बनाउनु हुन्छ। सो गाइस, त्यही नै हो मेरो। भान्जे नो पिर्रे भान्जे नो भान्जु हेलो। म को बिलु। ओ बिलु। सो गाइस, त्यही नै आज चाहिँ भिडियो राम्रो बनेको छ। आई होप यु आर सब्सक्राइब विथ माई च्यानल। मलाई बौला अरे बनाउने अब त्यही आजको लागि यति नै भिडियो। सो गाइस, भोलि भने सकेसम्म म भिडियो अपलोड गर्ने छु। यो भिडियो भने बासी हो, तपाईँहरूले सम्झिनु होला बासी भिडियो हाल्यो भनेर। तर हिजो हाल्ने भिडियो आज हालेको छु। सो गाइस, त्यही नै हो भन्न चाहन्छु। यो भिडियो चाहिँ खासमा हिजो सुट गरेको, आज एडिटिङ त्यही नै हो गाइस होइन। तर आज भने म भैलो खेल्ने भनेर सुनेको छु। आज भने भैलो खेल्छु। अनि त्यो भोलि है, आज खेलेको भैलो चाहिँ मतलब भोलि, आज चाहिँ भोलि भैलो खेल्ने भन्ने सुनेको छु। त्यो पनि तपाईँहरूलाई लाइभ अर्थात् म सुट गरेर हुन्छ कि लाइभ हुन्छ कि के गरेर हुन्छ त भिडियो त तपाईँहरूको माझमा म राख्ने छु गाइस। त्यही नै हो है त। आजलाई भने बाई, लभ यु।